बबली तेरो मोबाइल वाह भे तेरी इस्माइल, बबली तेरो मोबाइल वाह भे तेरी इस्माइल, लस ढस तेरी ही टेचा, लस का ढस को माही टेचा। रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। टाइम passes so quickly. हामी बच्चा हुँदादेखि आफ्नो तोते बोलीमा नानी दिदी भन्न सुरु गरेको। अहिले कोही 12 कोही 10 पुग्दासम्म नि नानी दिदी भन्दै आइसक्यो। अब समय परिवर्तन हुन्छ भनेको त सुनेकै हौ, तर महसुस गर्दा गाह्रो हुँदो रहेछ। घरतिर सुने अनुसार गुन्जनले नानीसँग बस्दा बस्दा सबै कुरा सिकेको रे, बाहेक रुन। यो चाहिँ कोबाट सिकेको हो थाहा भएन। हामी बच्चा हुँदाको त त्यति याद छैन, केही कुरा छ सुनाऊ है त। प्रकाश सुलवाको क्रेडिट कार्ड चोरेर हामीलाई साइकल किनिदिने पनि नानु दिदी, साइकलको पछाडि समातेर सिकाउने पनि नानु दिदी। मलाई अझै याद छ हेटौँडा आएको बेला रातभरि लुकामारी खेलेको रातहरू, अझै आकेश दादासँग मिलेर रकेट उडाउँदाखेरि हस्दाहरूको ब्ल्याङ्केटमा आगो लागि भएको। पहिलो पटक मुभी हलमा लगेर मुभी देखाउने नि नानु दिदी। बाबा मामुले हामीलाई गाली गर्दा उल्टै बाबा मामुलाई नै गाली गरिदिने पनि नानु दिदी। बच्चा हुँदाखेरि होममेड बिरयानी जेली र कस्टर्ड खुवाउने पनि नानु दिदी। अब बच्चाको त यस्तै हो, अब अलि ठुलो भएपछि उक्सुनु है त। आउँदा चक्लेट सकिएपछि कहिले फर्किने भनेर दिन गन्दा गन्दै अब त कति दिन बसिन्छ भनेर गर्न पर्ने दिन पनि आइसकेछ। कतै बाहिर घुम्न जाँदा हामी सबैको मेकअप गरिदिनु नानी दिदी। अब त नानी दिदी गएपछि हाम्रो मेकअप कसले गरिदिला है? लकडाउनको बेला गुन्जनलाई स्कुटर सिकाउँदा पुलिसले गाली गरेको, बेलुका बेलुका इभिनिङ वाक गर्न गएको भनेर पाटनको गल्लीमा गरेको मजा त छुट्टै छ। कट्टी रोल भित्रको मासु निकालेर खाएको, इभिनिङ वाक भन्दै दिनदिनै नयाँ रेस्टुरेन्ट गएको। आहा, हामी दुबई जाँदा त कति रमाइलो भएको थियो है। त्यो प्लेनमा त यति बोरिङ भएको थियो बस्दा बस्दा। अनि रुम पाएपछि रुममा 3 जनाको रमाइलो, ठुल्मामले झोला प्याक गरेको, झन् स्ल्याक्स हुने कुरा त कहिल्यै बिर्सिँदैन। हामी सुटकेस सकि नसकि 30 किलो पुग्छ कि पुग्दैन भनेर उचालेको। अनि दुबईको डेजर्टमा बाइक चलाएको, दुबई त धेरै रमाइलो थियो। अनि जुन पसलमा पनि कोक खाएको। जसको पार्टीमा पनि डिजे बन्द नभएसम्म नाच्ने हामी, आज त बाजाको आवाज सुन्दा पनि आँसु गाडीभित्र बसेर सुसी खाएको र नाचेको त कहाँ बिर्सिनु। इन्डिया जाँदा गरेको मजाको त झन् के कुरा गर्नु। गाडीको पछाडिको ढोका खुलेर बाटोमा सुटकेस र ब्याग समातेर बसेको। राजस्थानमा हामीलाई वेलकम गरेको त्यो बाजा बजाएर, अनि त्यो चटपटी त झन् कहिले बिर्सिनु। स्पेसल्ली आइतबार र गोबीको पराठा। फर्स्ट टाइम मामु बाबा बिना ट्रिप चितलाङ जाँदा हजुर लडेको, राति 2 बजेसम्म नाचेको, अनि घर फर्किँदा गोप्रो गाडीमा छुट्याएर गाली खाएको। हजुरको बिहेको सपिङ गर्न जाँदा हरेक पसलमा चिया कि त जुस खाएको। बिहान घरबाट निस्केपछि सिधै बेलुका सुत्न घर छिर्दा दिउँसभरि के गरिस् भन्ने प्रश्न आउँथ्यो र एन्सरमा जहिले गफ मात्र हुन्थ्यो। यत्रो लामो समयसम्मको चलेको हाम्रो गफ अब त सकाउनै पर्ने बेला आएछ। We will miss you.